हेलो गाइज के छ अलि चल्ली आजकल चाहिँ पानी परिरहेको छ होइन म चाहिँ यस्तो दामी जम्प हान्ने यत्रो ठुलो पानीमा होइन पानी परिरहेको छ तपाईँकोतिर के भइरहेको छ भर्खरै आकाश खुलेछ होइन अनि म चाहिँ अहिले चाहिँ कता हिँडेको भन्दाखेरि चाहिँ म चाहिँ टिकट लिने हिँडेको अब तपाईँले के को टिकट भनेर सोचिरहनु भएको होला होइन मैले चाहिँ श्वेता दिदी श्वेता बस्ने हाम्रो युट्युबर हुनुहुन्छ नि रियाक्ट गर्नुहुन्छ नि सबैको भिडियोलाई हो उहाँको चाहिँ इन्स्टाग्राममा चाहिँ म स्क्रोल गरिरहेको थिएँ कि उहाँको रिल्स आएको थियो अनि उहाँको रिल्स आइसकेपछि अनि मैले यस्तो अब के थियो भन्दाखेरि त्यहाँ चाहिँ अब यस्तो थियो कि दुर्गा पूजा गर्थ्यो भनेर थियो नयाँवाला त्यतिखेर आउवाला त्यो ट्रेन्डिङ चलिरहेको छ नि हो त्यस्तो थियो होइन अनि दिदीले चाहिँ आऊ गरौँ भने म चाहिँ के रहेछ भने यसो लास्टमा भनेर लास्टमा चाहिँ नेपथ्यको कन्सर्ट रहेछ क्या अनि त्यहाँ चाहिँ त्यो नेपथ्यको कन्सर्टमा चाहिँ अनि हुन्छ नि अब त्यहाँ चाहिँ अब दिदीले चाहिँ टिकट गिभअवे गर्न लगाइरहनु भएको छ क्या हो त्यो अब गिभअवेमा चाहिँ अब के भन्छ त्यो गिभअवेको टिकट जित्नको लागि चाहिँ त्यो कमेन्टमा चाहिँ केही एउटा मिठो गीत लेख्नु उहाँको गीतको मिठो लिरिक्स लेख्नुपर्ने थियो अनि मैले जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना भन्ने गीतको होइन अनि त्यो गीतको त्यति पार्ट लेखेर हरि लेखेर होइन अनि त्यसपछि दिदीले म म्यासेज गर्नुभयो म त सक ल हाई डियर यु हेभ वोन नेपथ्य कन्सर्ट टिकट भन्दा भन्नु होइन म त सक ल है अब ल अब यस्तो सेलिब्रिटी टाइपको मान्छे अब हाम्रो लागि सेलिब्रिटी हो नि त हामी उहाँकै भिडियो हेरेर हामी इन्सपायर भएको होइन अब त्यही सेलिब्रिटी हो नि त होइन अनि त्यहाँपछि त्यस्तो भएर ल अब हो भन्नु कस्तो म त अब कस्तो भएर के भनौँ भयो होइन अनि त्यहाँपछि थ्याङ्क यू अनि त्यहाँपछि के भन्यो अनि त्यही भयो है अनि त्यहाँपछि अब म चाहिँ अब यस्तो एक्साइटिङ भएर चाहिँ कि अब म कन्सर्ट जान पाउने नजान पाउने चाहिँ थाहा भएन होइन अब त्यो पनि टिकट चाहिँ ल्याएर राख्नु यसो मनमा हुन्छ नि भन्दा अनि दिदीसँग चाहिँ म कुरा गरेको थिएँ अनि त्यहाँपछि अनि हिजो चाहिँ छोडिदिन्छु भनेर दिदीले होइन अनि हिजो बेलुका म गएको है गएपछि त अब मैले दिदीलाई देखेँ होइन रियल लाइफमा देखेँ कि यस्तो खुसी भएको थियो तर मलाई पछि रिग्रेट भएको थियो किन भन्दाखेरि दिदीलाई मैले देखेँ है अब देखेपछि यस्तो मास्क लगाइरहनु भएको थियो मास्क टाइपको रुमालले यस्तो बाँडिरहनु भएको थियो अब भिडियोमा त डल्ली देख्छ नि त दिदी त डल्ली देख्छ नि त भिडियोमा त अनि म त डल्ली होला भन्नु भनेको त कस्तो यति लम्बो हुँदो रहेछ है अनि त्यहाँपछि अनि अब यस्तो अब हुन्छ नि त्यो अब भिडियोमा देखेको जस्तो रियल लाइफमा देखेको जस्तो छिटो हुँदो रहेछ अन्त चाहिँ अब मसँग कतिचोटि आई कन्ट्याक्ट भयो कि दिदीसँग होइन अनि म जाने बित्तिकै अनि उहाँ चाहिँ अब जानुभयो होइन नचिन्नु हो कि मैले कस्तो अनि त्यहाँपछि त्यो अङ्कललाई अनि त्यहाँको अङ्कललाई सोधेको होइन दिदीले चाहिँ इचङ्गु ड्राइभिङ सेन्टरमा छोडिदिन्छ भनेको थिएँ कि अनि म चाहिँ त्यहाँको अङ्कललाई सोधेको यहाँ कसरी टिकट छोडिदिनु भएको छ अङ्कल टिकट छोडिदिनु भएको छ भने भन्नु त भनेर सोधेको है अन्त चाहिँ अनि टिकट त छोडिदिनु भएको छैन भने अनि कसले छोडिदिनु हो भनेर युट्युबरले भने मैले त्यहाँ सुर्ता बस्नु मान्दैन क्या त्यति बेलासम्म पनि दिदी त्यहीँ हुन्थ्यो होइन त्यति बेलासम्म दिदी त्यहीँ हुन्थ्यो होइन अब म चाहिँ त्यो श्वेता दिदीले हो भनेको भएछ अब त्यो बोलाइदिनु हुन्थ्यो होला अब कुराकानी हुन्थ्यो होला होइन के त हुन्थ्यो होला कस्तो राम्रो बिहाल हो अब होइन अनि त्यहाँपछि अनि के त हुन्थ्यो होला है अब कस्तो म पनि अनि कस्तो होप्लेस टाइपको भयो हो कि हेर्नु भयो कि मैले आँखा मात्रै देखाएको छु कि दिदीको होइन अब के हो कि हेर्नु अब दिदी हो कि हेर्नु जस्तो है अनि त्यहाँपछि अनि ल अब खै अनि त्यहाँपछि ठ्याक्क मैले अङ्कलसँग कुरा गर्ने बित्तिकै अनि दिदी चाहिँ जानुभयो कि अनि त्यहाँपछि अनि एकछिन बस्छ अनि को युट्युबर हो र भने श्वेता बस्ने त भनेको अनि ए उहाँ त भर्खर यहाँ आउनु अघि नै भन्नु पर्दैन नाम भन्नु पर्दैन उहाँ त जानुभयो नि भन्नु अनि त्यहाँपछि जानुभयो है उहाँ भर्खर जानुभएको उहाँ नै हो त भने म स्योर गरिरहने हो भने ल अब त्यसो राख्दिनँ अन्त म भोलि आउँछु भने अब कन्सर्ट चाहिँ कहिले भन्दाखेरि 30 गते अब 30 गतेको टिकट ल्याएँ म अहिलेदेखि के गर्नु अन्त यस्तो अब त्यो भएर अब म आज जानु कस्तो राम्रो मुन पनि देखिरहेको छ तर मुनभन्दा प्यारो त मेरो क्रस अनि तर कस्तो दिदीलाई अब दिदी चाहिँ अरू टाइपको अरू भ्लगरहरू अरू युट्युबरहरू त्यति सब्सक्राइबर भयो भने कस्तो अलि सम्मान खोज्ने त्यस्तो टाइपको हुन्छ नि तर दिदी चाहिँ त्यस्तो खाले लागेन होइन मेसेजमा नि मसँग राम्रोसित बोल्नु भयो अब रियल लाइफमा चाहिँ बोल्नै पाएन किन है अब त्यस्तो भयो क्या यहाँ कस्तो बाटो कस्तो हिँड्दैछ धन्यले गरे आमा यो त वाइल्ड भएन भनेको किस्सा म कसरी जाने यार यही अगाडि हो क्या फेरि त्यो ड्राइभिङ सेन्टर चाहिँ कस्तो यस्तो बाटो कसरी जाने यार लडेर ढाडसाड फुस्क्यो भने त ल्याङ हुन्छ त ल यस्तो चिप्लिरहेको छ आम्मा अब यो पानीमा कसरी जाने म एम्बो राइडर यस्तोमा फेरि कुद्यो भने कुदेर ठ्याक्क ब्रेक लगाउने बित्तिकै चिप्लेर लड्छ कि अब साइडमा जान्छु एकचोटि लडेर फुटबल खेल्न यस्तो भाइहरूबाट फुटबल खेल्न गएको है यस्तो स्किल देखाइरहेको थिएँ गरेको बिहान लडिदिएर हाने अनि त्यहाँपछि लड्छु मलाई कुद्नै डर लाग्छ कि मम्मीले मलाई बाहिरतिर नजा त भ्लग छ भने नहिँ तँलाई बाहिर जाने बित्तिकै मान्छेले बोरानमा हालेर चेपेर लग्थ्योला यस्तो टाइपको
भन्नु भएको थियो म बाटो देखेर आएँ अरे अनि यस्तो टाइपको भन्नुभएको थियो तर मलाई यस्तो बाटोमा आमा तिम्रो मलाई नराम्रो बाटो नहिँड्नु भनेको थियो तर म नराम्रै बाटो आइरहेको छु साह्रो यार लास्ट हिँड्दै खुट्टा थाममा अब यहाँ नम्बर सब्सक्राइबर भएर फाइट खेलिरहेको थियो एकचोटि होइन तपाईँले याद छ कि छैन कस्तो लास्ट लो हो यही हो क्या त्यो चाहिँ अब म हिजो आएर फर्केँ अनि हजुरले सोचिरहनु भएको होला यत्रो दिनसम्म यसले किन ब्लग हालेन किन यसले गीत मात्रै हाल्यो रिजन चाहिँ त्यो मेरो एक्जाम थियो एक्जाममा मैले भ्लग बनाउनु पाएको थिएन यत्तिकै राखिरहनु भन्दा तपाईँ केही न केही भयो भने हालिदिन्छु भनेर मैले यस्तो हालेको होइन त्यो ल म आएँ अब अङ्कलसँग कुराहरू गरौँ आज चाहिँ छोडिदिनु भएको छ होला अझै छोडिदिनु भएन भने चाहिँ म भोलि चाहिँ लिन आउँदिनँ जाने नजाने पनि फिक्स छैन होइन जाने नजाने फिक्स छैन म आज पनि राखिनु भने चाहिँ अब भोलि चाहिँ आउँदिनँ म कस्तो चाहिँ ब्ल्याक म उहाँ माथि कि यहाँ नदीले तिम्रो नम्बर घरमा पुऱ्याउनु आउँछ तर नै दुःख दिन चाहनु अङ्कल आज छोडिदिनु भयो होला नि आज त आएकै छैन आउँछ त सोध ए छोड्दा सर अर्को भाइ आउँछ एकछिन पर छोडेको भाइ बाहिर गएको छ ए के छ ठ्याक्कै मेरो साथीहरू जस्तो एकछिन पछि भेट्छु त हरि जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना त्यो गाइस मैले टिकट पाइसकेँ म कताबाट जाऊँ भयो यतैबाट जाऊँ यार यताबाट फेरि धेरै घुम्नुपर्छ कि यताबाट फेरि बाटो चाहिँ लास्ट त्यो चाहिँ यस्तो यस्तो तिमीहरूले देखेको पनि छैन होला है फेरि अब धेरै फ्लेक्स पनि नहाल्नु भिडियो फ्लेक्स पनि नहाल्नु मैले फेरि फ्लेक्स हान्दै लड्छ म होइन त्यसैले अब फेरि म त ढलेवाला हुन्छ नि त अब लेट्स लिभ इट गाइस के साह्रो हिलो हो कि म त यार साँच्चै भनेको यस्तो हिलोमा त यस्तो मेरो लाइफभन्दा खत्तम छ यार यो हिलो बाटो त यस्तो यार थ्याङ्क यू श्वेता दिदी भन्न सकेन है चाहिँ उहाँको भिडियो चाहिँ पहिलादेखि हेर्थेँ होइन आज गएर यस्तो खाले अपर्च्युनिटी मिल्यो त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद म जान्छु जाँदिनँ त्यो त फिक्स छैन त्यही पनि गयो भने हजुरहरूलाई देखाउने नै छु भ्लग मार्फत देखाउने नै छु कस्तो भयो कन्सर्ट के भयो कस्तो भयो कतिको रमाइलो भयो त्यो सबै म भन्ने नै छु ल अहिलेको लागि यति नै गरौँ मलाई यो बाटोहरू त पहिला पनि देखाएको भ्लग चाहिँ धेरै लामो भएन होला मलाई थाहा छ अब त्यस्तो गाइज मेरो च्यानलमा चाहिँ धेरै भ्लग चाहिँ आउँदैन होला अब चाहिँ होइन मलाई के गीततिर यसो अब गरौँ भनेर छु किनभने मेरो च्यानल पनि अब पहिले गीतको लागि भनेर खोलेको खोल्नु यस्तो छ कि बाटो रमितै छ यार यस्तो बाटोमा बालिन साला ल्यायो भने चाहिँ बालिन साले चाहिँ भत्काइदिन्छ झन् भत्काएर झन् राम्रो बनाउँछ होला कि एउटा आश चाहिँ छ है यस्तो धुस्ते छ यार बाटो त यार यो बाटो यस्तो भएको कति 6-7 वर्ष भइसक्यो यार अझै राम्रो भएको छैन यस्तो यार लाग्छ त्यो गाइस म गर्छु गल्तीमा राखिसकेँ त्यो वान्स अगेन श्वेता दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद अब यस्तै हो होइन मैले यो टिकट चाहिँ पाएँ होइन लास्टै खुसी छु होइन गाइजहरू निकै नै खुसी छु म निकै नै खुसी लास्टै नै खुसी छु म लास्टै नै खुसी अब त फेरि यो नयाँ कुरा भन्नु होला है अब चाहिँ गाइजहरू होइन म चाहिँ अब स्कुलकै सिनियर भयो क्या म चाहिँ होइन भन्नाले म चाहिँ 10 क्लासमा पुगेँ कि म 9 क्लासमा पास भएँ 3.20 आयो होइन जिपिए 3.20 तिमीहरूले सोच पढ जा गएर पढ यति बेला नि तिमीहरूको रि एक्जाम चलाउँछ भाइ गएर पढ रि एक्जाम तिमीहरू राम्रोसित गर होइन अब म चाहिँ 10 क्लासमा पुगेँ होइन अब दामी मेहनत गर्नुपर्छ मेहनत गरेन भने एसीमा राम्रो मार्क्स आउँदैन त्यसैले दामी मेहनत गर्नुपर्छ त्यही हो आजको यो नोटसहित त्यसैले अब भ्लगहरू खासै आउँदैन होला अब म होस्टेल बस्नु सक्छु केही छैन मेरो फिक्स छैन मेरो युट्युब च्यानल डेड हुनसक्छ अनि तपाईँहरू प्लिजमा माया देखाइदिनु भएको छ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद अब त्यो अब मैले केही नै गर्न सक्छु होइन अब म पनि अलिअलि सब्सक्राइबरहरू बढ्दै गएपछि यस्तै साह्रै गिभअवे गर्छु हजुरहरूलाई केही नयाँ कुराहरू देखाउँछु होइन अब आजको लागि चाहिँ यति नै विकास भाइको भिडियो लाइक सेयर एन्ड सब्सक्राइब गर्नु भएको छ भने चाहिँ सब्सक्राइब चाहिँ गर्नु होला है सब्सक्राइब चाहिँ गर्नु होला है
ठिक छ मैले एनजीलाई पनि हेर्नु जाने भनेको एनजीलाई नि हेर्नु भएको छैन होइन यस्तै होला ल श्वेता दिदीलाई फेरि थ्याङ्क यू भन्दै आजको भिडियो यहाँ इन्ड गर्न चाहन्छु त बाई बाई